लौ त अब दार्जिलिङ टी पिएर चाहिँ पूजा सुरु गर्ने सोल्टै राख्दिनु त अब सुरु मेमे अब चिया खाइकिन सुरु गर्नुपर्ने एकपल्ट चिया चिया पिएर अब एकताल लौ त लु कुण्डहरू पनि बनाएछ गत उयो छोडियो भनेको होइन गतले नै मुसेको यो जङ्गली पानको पत्ताले आनन्दले संसारी माईको चाहिँ यस्तो खालको छ हाम्रो शिला ल सबैले दर्शन गर्नुहोस् विदेशमा रहनुभएका सम्पूर्ण साथीभाइहरूलाई एकदम रक्षा गरून् चिया उम्लेन आगो कम्ती भयो क्या हो बिचरा मामाले चाहिँ यहाँ माथि झन्डी टाङ्दैछ झन्डी चाहिँ यहाँ माथि टाङ्नु भयो मामाले लु अब चाहिँ चिया पिउने हामी सचिन दोस दार्जिलिङ टी खाइदिनुहोस् अम्बो ज्यादा दाउरा भयो आहा भात जस्तो भयो त अन्त चिया त हतार भएको होला नि त किन हौ किन यसरी बाल्नु हुँदैन हौ हतार भएको होइन चिया चाहिँ उम्लिनु थाल्यो अर्ग्यानिक चलाइ अर्ग्यानिक भनेपछि सबै नै अर्ग्यानिक अम्बो खतरा पो उम्लियो त यो चिया त उयो चिनी कहाँ छ हौ चिनी हो चिनी कहाँ छ चिनी झोला चाहिँ कहाँ छ खै तातो भएछ नि त हौ बोरी नाल बोरी नाल पुग्छ होला त्यो चियाले पुग्छ खाट्नु पर्ने चिया खाट्नु पर्ने चिया सचिन नाम दिइहाल न ओ सचिन नाम दिइहाल न सचिन लोखो कहाँ हो रोइनकोबाट ल्याएको के तितु लौ अब चाहिँ चिया टकेर लौ भयो आमामा ग्लास त च्याप्टो भएछ हौ तिमीलाई यो पनि राख अब चाहिँ दार्जिलिङ टी तिमीले खाऊ न अब पिउनु पर्ने अवस्था ए भएछ त्यतिकै राख्दै चिया अहिले खाएन खान्छु नि किन ग्लासै उयो भयो चेप्टो लौ त फिलहाल चाहिँ चिया सबैले खाइसकेर प्रसादहरू काट्ने कार्यक्रम सुरु गरिँदैछ अनुहार किन उयो छ क्या निलै निल छ क्या भेटेको त्यो घिउ दा आनन्दले घिउसु पनि हालेर अनि यस्तो प्रकारले फ्रुट्सहरू टक 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 लगाएर एप्पलहरू चढाएर चाहिँ यसरी सुरु गरिन्छ शिला हो अनि हामीले प्राकृतिकलाई पुज्ने चाहिँ यही प्रकारले हो र हाम्रो पुजारी चाहिँ यहाँ हेर्ने हुनुहुन्छ बिचरा उहिलेदेखि गर्नुभएको अनि उहाँको भनाइअनुसार चाहिँ जब हाम्रो गाउँमा मान्छेहरू बसोबास गर्नु थाल्यो त्यही समयदेखि नै यस ठाउँमा चाहिँ संसारी पूजा मनाउँदै आएको भन्ने चाहिँ उहाँको भनाइ छ उहिले कति सौ वर्षदेखि अघिकै कुरा भन्नुहुँदै थियो मेमेले चाहिँ यही ठाउँमा नै मनाउँदै आएको अरे होइन अरविन्द यो त उहिलेदेखि हाम्रो गाउँ सृष्टिदेखि नै जब हाम्रो गाउँमा मान्छे बसोबास गर्नु थाल्यो त्यहाँदेखि नै है मनाउँदै आएको भन्ने चाहिँ भनाइ छ र संसारी चाहिँ राम्रोसँगले गर्नुपर्छ र हामीले देवी पूजाहरू पनि त्यही प्रकारले गऱ्यौँ र संसारी पूजाहरू राम्रो भयो भने चाहिँ गाउँमा शान्ति हुन्छ भन्ने चाहिँ अहिलेको मान्छेहरूको भनाइ छ तर उहिलेको मान्छेहरूले चाहिँ पूजाआजा राम्रो भयो भने गाउँ चाहिँ होइन मन शान्ति हुनुपर्छ मन शान्ति भयो भने गाउँ अटोमेटिकली शान्ति हुन्छ भन्ने चाहिँ उहिलेको बाजे बोजूको भनाइ छ लु आनन्द के हो कटाइ चाहिँ चोया यो सलेतो बनाएको सलेतो बाँसको बनाउनु हुँदैछ सलेतो अब उयो गर्नुपर्छ नि त सलेतो ए स्टिक अहिले हाम्रो मेमी उहाँ हुनुहुन्छ हाम्रो मेमी पुजारी ताजा होला अन्डा धोइधाइ गरेर खोइ चिम्टा लु हातमा उयो गर्नु हुँदैन हौ उयो गऱ्यो भने त के पो भयो सिन्दुर खै ल्याउनु त सिन्दुर ल त अब चाहिँ पूजा गरिन्छ यसरी बिचरा मेमेलाई चिसो लाग्छ भनेर उहाँ चाहिँ गाउँको एकदमै वृद्ध हुनुहुन्छ र आनन्दले उहाँलाई चाहिँ हेल्प गर्नु हुँदैछ र आनन्दलाई चाहिँ एकदमै यस्तो पूजाआजामा चाहिँ एकदमै चासो राख्नुहुन्छ त्यही भएर उहाँलाई चाहिँ धेरै ज्ञान छ अनि उहाँलाई मेमेलाई साथ दिनुहुँदैछ हाम्रो आनन्दले ल मेमेले चाहिँ यहाँ सुरु गर्नु लाग्नुभएको छ यो दियो लाग्छ त कहाँनिर त्यो दियो यो दियो राख्नुपर्छ नि त्यो तेल जाउँ म छर्किदिन्छु उयो गर्छ रविन्द्र
सबैमा छर्किनु पर्यो है सबैमा छ चोकिनु नि त्यही ल अब हाम्रो मेमेले चाहिँ यहाँ पूजा सुरु गर्नुभयो संसारी पूजाको हुन्छ मैले थालेँ हुन्छ हुन्छ अब हुन्छ हुन्छ थाल्नु न दियो दियो जलाउँछु दियो जलाएको छैन बिस्तारै मेमे ल बिचरा मेमे राम्रोसँगले हिँड्नु पनि सक्नुहुन्न कि बुढो मान्छे अनि प्रकृतिलाई पुज्दै नै यसरी हामीले सालिने विधि विधान अनुसार नै यसरी गर्ने गर्छौँ बिचरा उहाँ चाहिँ गाउँको वृद्ध अनि पहिलादेखि नै संसारी पूजा चाहिँ उहाँले गर्नुहुन्छ सो त्यही भएर हामीले आज चामल यता चामल दिउँ न आनन्द ए भयो है मेमे भयो मेमे चाहिँ बिस्तारै बिस्तारै है ल ल ल बिस्तारै मेमे बिस्तारै बिस्तारै स्यापिङ तपाईँ सबले अब भने चाहिँ परेवा यसरी धुइधाइ गरेर परेवाकोबाट धुइधाइ गरेर परेवालाई चाहिँ छोडिदिनुपर्छ उडाउनुपर्छ आजादी संसार घुम्ने अरे उहिलेदेखि नै चलन है संसारी पूजामा किनभने सबै गाउँठाउँतिर यसरी उडाउने गरिन्छ र यो परेवा उडाउनु औचित्य चाहिँ के भनिन्छ भने मानिन्छ भने यो परेवा यहाँबाट संसारीबाट उडायो भने चाहिँ गाउँको दुःख रोग कष्टहरू सबै लगेर जान्छ भन्ने चाहिँ एउटा भनाइ नै छ त्यही अनुसार नै अहिले पनि हाम्रोतिर चाहिँ यसरी मनाउँदैछ यो रीतिलाई चाहिँ परेवा उडाउने अनि यसरी सिन्दुर दलेर उडाइन्छ हरेक गाउँठाउँमा गरिन्छ र हाम्रोमा पनि यसरी गराइ हुँदैछ गाउँको सबै रोग कष्टहरू चाहिँ लगेर जान्छ भन्ने एउटा भनाइअनुसार नै यो परेवालाई पनि रिलिज गरिन्छ उडाइन्छ यसरी परा गयो अब चाहिँ पूजाको अन्त गरिँदाखेरि चाहिँ सबै यो फालफुलमा टपरीमा राखेको कपुरहरू चाहिँ यसरी बालिन्छ र यसरी बालिसकेपछि चाहिँ फेरि यसरी रक्सीले निभाइन्छ र यो निभाएर रक्सीले निभाएपछि चाहिँ यहाँ कसै फर्केर आउनु हुँदैन भनेर चाहिँ पूजा यतिमै अन्त गरिन्छ लड्डुमा चाहिँ जेसेबी चढेको जस्तो भएछ है साह्रो लड्डु भएन है लड्डु त भएछ नि त हो ज्वरो पर्ने अम्बो कता कता टाँसिन्छ नि लड्डु लु भात जस्तो अब फेरि खाउँ के भयो लु अब चाहिँ पुजारीको शिर उठाइँदैछ र हरेक वर्ष यसरी नै शिर उठाउने गर्छ आगोले उहिलेदेखि गरेर ल्याउनु भएको है अब अहिलेसम्म राम्रै रहेछ झन् योभन्दा राम्रो भएर गएछ है अब 85-86 वर्षको उमेरमा पनि तपाईँले दुःख गरिदिनु हुँदैछ है र आउने साल पनि यसरी मनाउनु पाऊँ है पूजाहरू गर्नु पाऊँ भन्दै यो तपाईँको शिर नढलोस् है शिर उच्च होस् भनेर है राम्रो होस् आगो साल पनि मैले यसरी गर्नु पाओस् सबैसँग रोग कष्टहरू घटना होस् यो तपाईँले यो चाहिँ उठाएर दिनु त लौ त आजको भ्लग यतिमै अन्त गर्दैछु